गुड आफ्टरनुन सबैलाई। हामी चाहिँ आज गेम हेर्नु जाँदैछौँ होइन। आज हामी गेम हेर्नु जाँदैछौँ होइन। हिजो पनि गयौँ तर तपाईँलाई चाहिँ थाहा परेन। आज चाहिँ म भनेको चाहिँ भोलि आउने छुट्टी छ म्याथको, पर्सि म्याथको एक्जाम छुट्टी फेरि अनि एक्जाम दुईवटातिर सकिन्छ। हाम्रो चाहिँ जाँदैछौँ आफ्नो साथी भएको अनि हाम्रो साथी पर्खिरहेको भन्छ जाँदैछ के कस्तो बाटो रहेको छ है सिक्किमे चोक जाने। यो चाहिँ हामी सिक्किमे चोक जाने बाटो रहेको छ। सक्नुहुन्छ कस्तो खराब रहेको छ बाटो, खोला घिसिङमानको पानी रहेको छ यो चाहिँ। अनि घिसिङमान परिरहेको उहाँ छ भर्खर धान सान काटेर सनसेट भइरहेको छ होइन। र हामी चाहिँ जाँदैछौँ आउटफेटलाई म गएर आउटफेट म गएर साथीलाई भेटिसक्यौँ है। अब जाँदैछौँ हामी तिनजना। अब गछियामा पुगेर भेट्छौँ है त अब हामी चाहिँ। ल हामी अब जाँदैछौँ स्कुल आइपुगेको ज्योति स्कुल, हाम्रो गाउँको ज्योति स्कुल। यो भनेको अब हाम्रो गाउँको सबभन्दा ठुलो स्कुल होइन त। सुन्दर हरिसाको चाहिँ सेकेन्ड हो होइन। सेकेन्ड सुन्दर हरिसाको ज्योति माध्यमिक विद्यालय, ज्योति माध्यमिक विद्यालय। र हामी जाँदैछौँ है के हेर्नु रोडै रोड अब साह्रो जाँदैछौँ होइन। अब दादाको दोकान आउन आँटो है। यहाँ हाम्रो हाँसेको हेर्नु न, हाँसेको यसको हाँसेको फेरि देख्नु भइरहेको हाम्रो स्माइल। अनि बाटो गयो फुल जाँदैछौँ। यहाँ चाहिँ अब हाम्रो दोकान दादाको दोकान आउन आँटो है। हाम्रो दादाको दोकान यहाँ छ 25 जना मामा भान्जा आज सेलुन, कुखुराको मासुको साथसाथ कपाल काट्नु पनि सक्नुहुन्छ। होला तपाईँहरू यहाँ निकै नै राम्रो कपाल काट्नुहुन्छ। आएर आफ्नो कपालहरू काट्नु होला। मात्र रु 100 रुपियाँ मात्र 100 रुपियाँ रहनेछ प्राइस। बस रेडी भयो जाँदैछौँ। अब तपाईँहरूलाई म डाइरेक्ट गछियामा गएर यहाँ खेल्नु पनि गोल खेल्नु। हामी अलिक यहाँ पनि यहाँ खेलेको गोल एकचोटि। यहाँ चाहिँ हाम्रो लालीगुराँस इङ्ग्लिस बोर्डिङ स्कुल 2 सेकेन्ड दिन आएन। लालीगुराँस इङ्ग्लिस बोर्डिङ स्कुल भर्खर 31 मात्र हुँदैछ। लालीगुराँस इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छु। राम्रो पढाइ पनि गर्छु यहाँ। के छ टोल विकास संस्था रहेको छ। आया यो चाहिँ रहेको छ हाम्रो बुल्यारो। अनि त्यो रातो भनेको हाम्रो बुल्यारो। वाइ छेउ खानु हुँदैन है च्याउ। हामी चाहिँ ग्राउन्ड पुगिसक्यौँ होइन। हाम्रो केटाहरू यहाँ बसिरहेको छ होइन। गेम चाहिँ स्टार्ट भइरहेको छ अगाडि होइन। गेम हेर्नु सक्नुहुन्छ झापा भर्सेस उदयपुर हेर्नु सक्नुहुन्छ। क्राउड गछियामा चारैतिर प्याराफिट भरिभराउ छ।